हेलो नमस्कार सबैजनालाई। अनि यो कमल सरोवर भ्लगमा तपाईहरुलाई स्वागत छ। हामी चाहिँ अहिले यो ठ्याक्कै आफ्नै कोठामा छौं। तपाईहरुले पछाडी देखिराख्नु भएको छ सरोवर मिनी लाइब्रेरी। आज यो घर नजिकै काफल खानको लागि तयारी हुँदैछौं। हाम्रो घरको कान्छो सदस्यले यहाँ झोला रेडी गर्नु भएको छ। मेरो पनि झोला छ। यता अनुराधा हुनुहुन्छ। अहिले चाहिँ हामी घरबाट हिँड्दै छौं। साथीहरु फाइनल्ली म काफलको रुख नजिक पुगिसकेको छु। म रुखमा चाहिँ यही बाटो माथि जाने छु। यहाँ माथि गएर काफलहरु छ यो रुखमा। त्यति धेरै त छैन हैन, तर काफलहरु छ। जस्तै यहाँ नजिकै छ यहाँ काफल छ हैन। केही रातो रातो छ। काफल पाक्नु भर्खरै सुरु भयो। र साथीहरु म चाहिँ यहाँ रुखमा आइसकेको छु, काफलको बीच टपमा। यहाँ तपाईहरुलाई काफल देखाउँछु म। यो काफलहरु हो, रातो रातो देखिन्छ। हेलो साथीहरु, के छ नि? म चाहिँ अहिले रुखमै छु। यो यहाँ काफलहरु टिप्ने खाने, अनि केही काफलहरु पेटमा हाल्ने, केही काफलहरुलाई चाहिँ यस्तो गरेर झोलामा हाल्ने प्रक्रिया चलिरहेको छ। यहाँ चाहिँ अलि जोखिम छ। माथि रुखमा टपमा छौं अहिले। यहाँ चाहिँ अब भिडियो बनाउँदै काफल खाँदै टिप्दै गर्नुपर्ने भए हुनाले यहाँ चाहिँ भिडियो बनाउँदै काफल खाँदै टिप्दै सबै काम गर्नुपर्ने भए हुनाले अलि जोखिम छ। अब तपाईहरु पनि काफल खान आउनुस् है त। अब नासो लिएर आम भने कतिजनालाई लिने हो, त्यही भएर सबैजनालाई यसै भिडियोबाट निम्तो गरे। मज्जाले काफल खान आउनुस्। यतैतिर बसेर काफल खानुपर्छ, रमाइलो गर्नुपर्छ, गफगाफ गर्नुपर्छ है त। र हामी चाहिँ लगभग यो रुखको अहिले टपमा छौं। छतमा भन्दा पनि हुन्छ, अलि माथि नै छौं। हामी चाहिँ यो काफलको लगभग टुप्पोमा छौं अहिले। यहाँ टुप्पोमा आएर काफल खाइरहँदा तपाईहरुलाई यो काफल खान एउटा सानो मुक्तकबाट निमन्त्रणा गरौँ भनेर एउटा मुक्तक सुनाउँदै छु। यसो मुक्तक सुनेर कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला। काफल खान आउनु होला, रुखमा बसी खाउँला, काला काफल साँची राखी सौलो पिर्ती लाउँला। सबैजना आएपछि झनै राम्रो हुने, काफलकै छहारीमा देउडा गीत गाउँला। काफल खान आउनु होला, रुखमै बसी खाउँला, काला काफल साँची राखी सौलो पिर्ती लाउँला। अनि मेरो उत्तराधिकारीहरूले तलबाट चाहिँ मेरो प्रतीक्षा गरिरहेका छन्। हेर्नुस् त
ए मलाई वेट गरिरहेका छन्। म चाहिँ अहिले रुखमा छु। मलाई कुरिरहेका छन् उनीहरू त्यहाँ तलदेखि। म चाहिँ रुखमा छु। लगभग 1.5 घन्टा जति यो रुखको बसाइपछि हैन केही काफलहरू खाएर केही काफलहरू चाहिँ यो झोलामा प्याक गरेर अनि केही 1-2 भिडियोहरू बनाएर म लगभग भुइँमा आइसकेको छु। र यो झोला चाहिँ म अब हाम्रो मिस्टर अनुराग कठायतलाई बोकाउँदैछु। काफलको झोला बोकेर हिँड्नुभयो मिस्टर अनुराग कठायत। यही रुख मैले तपाईँहरूलाई अगाडि पनि देखाएँ। यही रुख मैले काफल टिपेको। यसका पनि 2टा हाँगाहरूमा म एउटा हाँगामा मात्रै गएँ, अर्को हाँगा पनि बाँकी छ। यसमा 6 अझै पनि प्रशस्तै काफलहरू बाँकी छ। यहाँ अझै पनि टन्नै काफलहरू बाँकी छ है त। हेरौँ त प्रशस्त काफलहरू अझै पनि रुखमा बाँकी छ। मैले चाहिँ कि थोरै मात्रै टिपेँ। यो लगभग मैले टिपेको काफलहरू हो। केही चाहिँ हरियो दानाहरू पनि आएछ। लगभग 3 केजी जति काफलहरू मैले यसो टिपेर ल्याएको छु आज। र यसरी आजको काफल खाने कार्यक्रम सकिएको छ। तपाईहरुले भिडियो पुरा हेरिदिनु भएकोमा धन्यवाद। अनि डे 1 को काफल भ्लग चाहिँ तपाईहरुलाई कस्तो लाग्यो नि यसो कमेन्ट गर्नुस् है त। अनि मेरो यो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने एउटा सब्स्क्राइब पनि गर्नुस् र सँगसँगै काफल खान पनि आउनुस् है त। अब अर्को पटकको डे 2 भ्लग चाहिँ तपाई हामीहरु सँगै मिलेर बनाउनु पर्छ। तपाईहरुलाई चुलै निम्तो छ है त। धन्यवाद।